हेलो हाई नमस्ते नमस्कार गुड मर्निङ। सिधा खबरको यो नयाँ प्रस्तुतिमा तपाईँलाई स्वागत छ। म तपाईँहरूको मित्र हुँ विदुर कटवाल। आज हाम्रो प्रस्तुतिमा रहने विषयवस्तु रहेको छ ऊर्जा बजार र पेट्रोलियम पदार्थको मूल्यको ताजा खबर। किनकि नेपालमा पेट्रोलियम पदार्थ इन्धनको मूल्य घटेको छ भने र विश्व बजारमा ठिक बढेको छ, जुन कच्चा तेलको मूल्य बढेको भनेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरिरहेका छन्। यसै सन्दर्भमा कुरा गर्न आज हामी तपाईसँग उपस्थित भएका छौँ र सर्वप्रथम त हामी यहाँ चर्चा गरौँ नेपालको इन्धनमा घटेको मूल्यको बारेमा। तपाईँलाई थाहा नै होला, नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। अब पेट्रोल प्रति लिटर 2 रुपियाँले सस्तो भएको छ भने मट्टीतेल र डिजेल 12 रुपियाँले घटेको छ। नयाँ मूल्य अनुसार पेट्रोल अब 214 रुपियाँ 50 पैसादेखि 270 रुपियाँ पुग्ने अनुमान गरिएको छ भने त्यो क्षेत्रअनुसार फरक पनि हुनसक्छ, जहाँ ढुवानी चार्ज जोडिएर। डिजेल र मट्टीतेल भने 222 रुपियाँ 50 पैसादेखि 225 रुपियाँ पुग्नेछ। यसरी नेपालमा केही घटेर उपभोक्तालाई राहत मिलिरहँदा रोचक कुरो अर्को के छ भने नेपालमा मूल्य घट्दै गर्दा विश्व बजारमा ठिक उल्टो भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यसको मुख्य कारण के होला? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा कडा चेतावनी दिनुभएको छ। तपाईँले पनि विभिन्न सञ्चार माध्यममा पढिसक्नु भएको होला। इरानमाथिको नाकाबन्दी अझै महिनौसम्म लाग्ने भनेर उहाँले सङ्केत गरिसकेपछि, उहाँले चाहिँ नाकाबन्दी लमिन्छ भनेर चेतावनी दिइसकेपछि कच्चा तेलको मूल्य एकाएक बढेको हो। तपाईँलाई थाहा छ किन यसरी एकाएक मूल्य बढ्यो? कच्चा तेलको मूल्यमा हलचल किन आयो त? कच्चा तेल कुनै समय प्रति ब्यारल $126 पुगेको थियो, पछि घटेर $114 झर्यो। फेरि यता एकाएक हिजोदेखि त्यसको 13% बढी एकाएक बढ्नु भनेको यो असामान्य परिस्थिति होइन, यो अलि गम्भीर मोडमा छ। अमेरिका र इरान बीचको युद्ध बढ्दै जाँदा हर्मुज नाकामा झन तनाव बढिरहेको छ। हर्मुज नाका सहज छैन, असहज झनै बन्दै गएको छ। यसले विश्व बजारमा कच्चा तेल आपूर्ति प्रणाली नै जोखिम पार्ने ट्रम्पले फेरि सङ्केत गरेपछि यसको मूल्य फेरि एकाएक बढेको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्लेषकहरूले दाबी गरे अनुसार यस्तो अवस्था लम्बियो भने विश्व बजारमा इन्धन महँगो मात्र होइन, विश्व अर्थतन्त्रलाई समेत दबावमा पार्न सक्छ, जसको कारण विश्वमा फेरि अर्को आर्थिक मन्दी आउन सक्छ। हुन त अहिले पनि एक प्रकारको आर्थिक मन्दी जारी छ, त्यो केही घट्छ कि भन्ने आशा थियो, तर त्यो इरान अमेरिका युद्ध लम्बिने सङ्केत, इरान अमेरिकाको तनाव लम्बिने सङ्केत जुन डोनाल्ड ट्रम्प चाहिँ गर्नुभएको छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको छ, त्यो गर्दाखेरि झनै फेरि इन्धनको भाउ बढ्नेछ र अर्थतन्त्रमा झन् ठुलो मन्दी देखा पर्नेछ। अझ यसलाई नि छोटकरीमा भन्नुपर्दा नेपालमा अहिलेको मूल्य घटेको भए पनि अन्तर्राष्ट्रिय बजारको यो उथलपुथलले भविष्यमा फेरि इन्धनको मूल्य बढ्ने प्रश्न छ। यो इन्धनको मूल्य बढ्दा नेपाली उपभोक्ता अहिले घटेकोमा खुसियाली मनाउनुभन्दा अब बढ्ने ठुलो परिणामको चिन्ता गर्नु सबैभन्दा जायज हुनेछ। त्यसको लागि हामीले इन्धनलाई कसरी बचत गर्न सकिन्छ, इन्धन बचत गर्ने र इन्धनलाई बढीभन्दा बढी खर्च नगर्ने गर्ने कामहरूलाई रोक्ने र इन्धनलाई बचत गर्ने कामतिर त्यो उपाय खोज्न लाग्यो भने यसले सहज बनाउँछ। आजको लागि यति नै। फेरि पनि नयाँ प्रस्तुतिका साथ अर्को अपडेटमा भेटौँला। फेरि नमस्कार। सिधा खबरलाई चाहिँ लाइक, सब्सक्राइब, कमेन्ट, त्यस पछाडि गएर फलो गर्दै गर्नुहोला। हामी युट्युबमा पनि छौँ, हामी फेसबुकमा पनि छौँ र यस्तै ताजा जानकारीका साथ, ताजा समाचारका साथ हामी समयमा उपस्थित हुनेछौँ। हस्त नमस्कार, बाई बाई। आराम रही आरामताको कामना गर्दै फेरि भेटौँला। सी यू।